Shopping धेरै गरेर होला हामीले भोक लागेर बन्द shopping भाइ खुट्टा दुख्दैन टेन्सन नलियो भने होइन त ल अब अटो स्टार्ट हुन जान्छ होला नि के हो यो अब अगाडि गएर तल भन्थ्यो के अरे सुस्त त अब नदुखे भइहाल्यो ल ठिक अब त गिम्बल निकाल्नु पर्ने यार खासमा गिम्बल निकाल्नु भयो गोप्रो गिम्बल दाइहरू सुतिरहेको बेला पानी दिनु आएको पछि भेटेको छ कि चान्चो हो आएको थियो हजुर दुइटै सुतिरहनु आएको एउटा लिएर जानु पर्थ्यो एउटा पानी रहेछ र मेरो मुख मैले 2-3वटा लिएर तर त्यो सक्थ्यो ट्रान्सफर हामी त इमिग्रेसनमै जानुपर्छ एराइभलमै जानु पऱ्यो आनन्द है गाइज बस्यो हिँड्छ हो अनिस भाइ खुट्टा दुखेको मान्छेलाई ठिक छ होइन त हेलो हामी चाहिँ सिङ्गापुरको एयरपोर्टमा एयरपोर्टभित्रै एउटा ठाउँ घुम्ने ठाउँ रहेछ त्यो भएर त्यहाँ हिँड्दैछौँ खै त्यहाँ ल्याएर केही गर्नु पर्दैन इमिग्रेसन अफिसरले त हुन्न एकछिन सुतेको हल्का स्लिपी फिल भइरहेछ एकछिन त्यहाँ हल्का मिलेन कि भिजिट यो ठाउँ रहेछ होइन ई सर्भिस आएका हामीले ई सर्भिस नै हो क्या उयो सबै अटो चेक इन हो क्या सिङ्गापुर सिटिजन रेसिडेन्ट भिजिटर्स 16 लाइन 16 to 25 बा यहाँ चाहिँ यो मेसिनहरू थियो नि अघि देखाएको यसमा चाहिँ हामीले आइकाको फर्म चाहिँ घरबाटै फिलअप गराएको थियो कि अनि योसँग डिटेल्स हुने रहेछ होइन अनिस भाइ डिटेल्स हुने रहेछ पासपोर्ट स्क्यान गर्यो इमिग्रेसन काम आफै यहीँ गरिदियो कि लाइक हुन्छ नि अब त्यसपछि के गर्यो यिनीहरूले पासवर्ड माग्यो अनि एउटा गेट खोलिदियो पासवर्ड स्क्यान गरेर त्यो पासवर्ड स्क्यान गरेपछि भित्र खोलिदियो होइन हामी गयौँ अनि त्यसपछि हाम्रो फेस लिग्यो अनि फिङ्गर थम्ब लिग्यो अनि त्यहाँ अगाडि चाहिँ हामीलाई चाहिँ ट्रान्जिट हो कि के हो भने कन्फ्युजन भएर त्यो पुलिसले चाहिँ इन्सपेक्सनहरूले के सोध्यो भन्दाखेरि त चाइना जाने होइन कतिखेर हो तेरो फ्लाइट भने मैले लेट मी टेक आउट माई टिकट भने अनि आफ्टर 14 आवर्स भन्दै अनि भयो यो आइकाको फर्म चाहिँ फलो गर्नुपर्ने यहाँको सिङ्गापुर एयरलाइनको एयर होस्टेसको निश्चित तन्ना जस्तो छ अघि त्यो अब त्यस्तो नभन्दै मानिस पाएँ तर अब हामी घुमिन्छ हाम्रो लगेज नआउला नि होइन कहाँ आउँछ र त्यो त फेरि मेरो मिस्टेक भएर आइदियो नि तनाव यो हो नि त फिल यस्तो छ एयरपोर्ट चाहिँ है हामी लेभल 3 मा आइसक्यौँ हामी जानु लागेको चाहिँ यसमा हो जोबाइल होइन फ्ल्याप फिक्स भनेर चाहिँ यो मैले चस्मा लाएर यतिखेर होइन टेकेको यो चाहिँ होला रुपियाँ एकलटमा एउटा हान्छ होइन यो गरेँ होइन बायोमेट्रिक्स यस गरेँ अब यसलाई चाहिँ मेरो स्क्यान गरेर पोर्ट्रेट बनाउँछ गेटिङ यो ट्रस्टेड फोन रेडी रे एन्ड थ्याङ्क यू यस्तो फोटो आउने भयो मेरो एन्ड दिस इज आवर लुक्स है यहाँ चाहिँ मेरो अहिलेको फोटोहरू चाहिँ त्यसले स्क्यान गर्छ क्या त्यसले बनाइन्छ अनि तपाईँहरूलाई मेरो त्यो फोटो डाउनलोड गर्न मन लाग्छ भने यु क्यान डाउनलोड इट विथ दिस क्युआर
ल भन्दैछ त्यहाँ चाहिँ हामीले हाम्रो पोर्ट्रेट देखाउनु पाउँदैन उसको कोडमा चाहिँ इमेज जेनेरेट सही हो यार म जस्तो भन्न मिल्छ त अनिस भाइलाई के अरे म जस्तो भन्न मिल्छ त अलि टाढाबाट बल्ल देखिन्छ कि दाइ यहाँबाट यहाँबाट हेर्नु न फोटो यहाँबाट हेर्छ कि यहाँ यो फोटो स्पट चाहिँ यसरी हेर्छ कि गर्ने चाहिँ सायद मै हो यो ऊ ल ल हुन्छ गर गर त ल ल म जस्तै देखिने रहेछ टाढाबाट चाहिँ है त ल चस्मा खोलेर लागेको अघि चस्मासँग खिचायो के रहेछ भनेर अनि अहिले चाहिँ चस्मा खोलेँ अनि लगाएँ ठिक छ अब अघिमा पनि हुन्छ गर्मी भइरहेछ हेरौँ के हुन्छ ल स्ट्रगल इज रियल गाइज यो लेखेको केटाहरू होइन यहाँ चाहिँ मेरोमा चाहिँ 60 एम साउथ अफ्रिका मङ्गोलियन फ्रान्स के रहेछ कि थाई न हामी चाहिँ जोवेल जाँदैछौँ जोवेल भनेको के भन्नुहुन्छ भने चाहिँ सिङ्गापुरको एयरपोर्टको सबभन्दा एट्र्याक्सन पोइन्ट चाहिँ यही हो आएको यो पार्क चाहिँ बन्द हो कि कसो हो र यो ठिक छ केही होला यसको होइन हामी आइयो यहाँ चाहिँ जोवेल लुक्स होइन ल एउटा हेर केटा आएको कहाँ गर्मी भयो त्यो त वासरुम खोजौँ भने कि वासरुम गरेर निकाल्नु गर्मी हुँदो रहेछ औडै गएर अब यसो गर्मी भयो त्यो ज्याकेट साइड खोलेर कपडाहरू ब्यागमा हालेर जान्छौँ ओइ के हो अनिस भाइ वासरुम त यो त तिम्रो घरबेटीको घर भन्दा दामी छ त यार के भन्छु अनिस भाइ यहीँ रहेछ त हौ नाइस छ त ल नाइस हामी अघि त्यहीबाट बाटो आएको है ओके आई जस्ट गट फ्रेस होइन यहाँ सिङ्गापुरको वासरुममा एयरपोर्टको अब हामी निस्किन्छौँ होइन एयरपोर्टबाट निस्किन् ब्रेकफास्ट गरौँ अनि यसको अगाडि ब्रेकफास्ट भन्ने कि अब डिनर भयो एकैचोटि होलसेलमा एयरपोर्टबाट अब हामी गार्डन हेर्न जाने भनेको मेट्रो पास लिनु पऱ्यो खोज्यौँ मेट्रो पासै पाइएन वान डे पास $17 अनिस भाइ यार 17 सिङ्गापुरियन डलर ठिक छ तबाट पाइयो होइन होइन हेर है सिङ्गापुरियन डलर नै हुने होइन हेर ल के छ फेरि ल आयो हाम्रो घर लियो हामी सबैजना यहाँ छौँ अनि यो ठाउँ चाहिँ छोड्नुपर्छ कि यहाँ चाहिँ बिजी भएको मान्छेहरू हिँड्दै जान्छन् क्या अनि हामी जानुपर्छ जिएफमा हो बेडरक हुँदै बेडरक हुँदै यहीँ हो Please mind the platform gap. 请注意月台空隙. Sila berhati-hati di ruang platform. தயவு செய்து தளமேடை இடைவெளியை கவனத்தில் கொள்ளுங்கள். हामी चाहिँ एयरपोर्ट झऱ्यौँ एयरपोर्टदेखि हुँदै तारामेन्स यहाँदेखि अनि एउटा ट्रेन यहाँको ट्रेन चाहिँ गरेर यो हुँदै यहाँ यो राफेल्स यहाँदेखि रेड लाइनदेखि आयौँ यहाँ मरिन बेदेखि चाहिँ ब्राउन हुँदै आयो यहाँ नि के थ्याङ्क यू लाइन 1 यहाँ लेखेको छ कस्तो लागिरहेको थिएन अनिस भाइ मेट्रो त रमाइलो भइरहेको सिङ्गापुरको मेट्रो होइन त हुन्छ अब हामी यो कार चाहिँ ट्याप गरिदिन्छौँ ओके खतम Finally, it's Singapore here. Garden of the Bay. Okay. This is our exit.
यहाँ साथीले टिकटक बनाउँदै हुनुहुन्छ। गर्मी हुने रहेछ अनिस भाइ। सिसिटिभी क्यामेरा हेर नि त कतिवटा कसलाई हेरेको एकीतिर हेलो गरिदिउँ। कुन फुल त्यो यत्रो थियो है। यहाँबाट यतातिर होला नि त। उयो यो हो नि पिस एकिवाई हेर त यहाँको कसम 2 डिजिट पनि छैन होला कि 8-9 होला कि एकिवाई। रोड हेर्नु न फरक पर्दैन धुलै खेने कि ल भने मोजा टेस्ट गरे नि हुन्छ हेर नयाँ छैन ल्याएको छु ल छैन कि धुलै खेने कि म्या। ऊ त्यो होटेल हामीले हेर्ने भने रुट हो नि कि अब हिँड्दै जाने हो क्या अनिस भाइ? त्यो पनि हो। सिल्भर गार्डन पछि यो मोजा टेस्ट चलो जाँदै गरौँ न कताबाट होइन कि केदारमर्च जस्तो तर हाम्रो मेन ठाउँ चाहिँ खोइ के हामी सपिङ खोजिरहेको मेन त्यो अहिले नभए के काम है हामी अब हिँड्छौँ है एकछिन। कि ऊ त्यस्तै हो कि भाइ हेर न सबै एउटै टाइपको हो नि त। सोधौँ न होइन रहेछ भने त त्यसैमा हिँड्यौँ न एक्सपिरियन्स पनि हुन्छ नयाँ। ए क्युआर रहेछ ए एनिवेल त्यही हो भाइ। सिङ्गापुरको मरिना बेमा आएर चाहिँ हामीले के आएको साइकल भाडामा लिएको हेलो राइडबाट चिल रहेछ। हेलो अब यसमा राइड हामीले हामी अब सबैजना त्यही नै कुरा गरिरहेको छौँ। रमाइलो हुन्छ जस्तो छ। सिउसन अब हामी घुम्न गइन्छ भाइहरूले बुकिङ हुँदैछ मेरो चाहिँ भयो। किन भन्दाखेरि चाहिँ एन्ड्रोइड भएर केटाहरू सबको आइओएस होइन ओके ल सिउ अब ट्राभल हुन्छ होला अभियसली दामी डे छ इट्स अ ग्रेट डे। Going to Kingfisher Wildlife Look and Park है यहाँबाट हो क्या अरे ऊ त्यहाँ अगाडिबाट हो क्या ऊ पार्किङ कि समथिङ के लेख्या दिस इज जे भएर राम्रोको लागि भयो भने सनस्क्रिन लानुपर्छ क्या केटा आएर कालो भइयो अनि साइकल यहाँ भाइ नै भित्र जानै नदिने रहेछ सर्कल मात्र रहेछ। अनि यो पार्किङ चाहिँ हामी घुम्दा हुँदा यहाँ चाहिँ पाइएको थिएन कि लाइक पार्किङ भन्दा पनि भित्र जान खोज्यौँ त्यहाँ त दिएको थिएन। पार्किङ नजिकै रहेछ पार्क गऱ्यौँ अब जान्छौँ हामीभित्र। अनि हाम्रो अनि हेलो राइडै चलाउनु है कन्भिनियन्ट चाहिँ हेलो राइड हुन्छ क्या। हाम्रो भाइले चाहिँ के अरे इजी के अरे इजी के अरे अनि शेखर तिम्रो अहिले एउटा त लगाइहालौँ सनस्क्रिन लाउनु पऱ्यो यार कालो भइन्छ फेरि टेन्सन हुन्छ। शेखरको चाहिँ एनिवेल भन्ने चाहिँ भएन क्या ठिक छ। हो यो चाहिँ वाक चाहिँ हामीले त्यहाँ बटन थिचेर चाहिँ आउनुपर्ने रहेछ कि हामी चाहिँ साइकल राख्ने कुरा भयो होइन। अनि गएर डबल ट्याप हानेपछि भयो। अब हामी यहीँबाट भित्र किङफिसर गइन्छ किङफिसरबाट मरिना बे हुँदै एकछिन घुमिन्छ अनि खाजा खाएर कार्टुन भयो कि एयरपोर्टतिर
भन्छ सुपर ट्री के छ यहाँ टन्नै रहेछ कि पुरै बनाएको तर दामी दामी के हुन्छ नि पुरै यो रियल नै ऊ हेर्नु न यस्तो गरेर मिहिनेत गरेर बाँधेर चाहिँ गरिरहेको छ होइन क्लाउड फरेस्ट फ्लावर डोम होइन सबै यहाँ छ कि द मेडा हो यसमा चाहिँ होइन तर धेरै मिहिनेत देखियो कि हामीले त्यहाँ अघि अगाडि त बच्चाको चाहिँ तपाईँको सेतो स्ट्याचु छ नि त्यहाँदेखि चाहिँ एउटा सानो पिटेस चाहिँ यहाँ साइडमा चाहिँ एउटा भत्किएको रहेछ कि त्यसको लागि तपाईँको कपडाको त घेरेर सबै मान्छे स्टाफहरूले उयो गरेर एकदम के तरिकाले पुरा काम गरिरहेको छ कि राम्रोसँग अब हाम्रोमा यति खनिदिन्छ हिँडिदिन्छ जुन राम्रो होइन सिस्टम चाहिँ जे होस् राम्रो रहेछ बनाएको भए पनि क्रिसमस वन्डरल्यान्ड रे त्यो क्रिसमसको लागि पनि केही न केही थियो होला अब हामी ढिलो भयो भित्र नि के छ यो चाहिँ के अरे डुम हो क्या हो सायद के छ दिस इज पीस गाइज होइन रमाइलो छ पानी पानी एकदम सफा आएको होइन यसरी बस्दाखेरि पनि नाइस भ्यू कि जता हेऱ्यो पनि त्यतै भ्यू आइरहेको कि अनि पानी चाहिँ यस्तो छ यहाँ के अरे भ्याइन्छ पानी लास्टै रमाइलो भइन्छ ठिक छ यो चाहिँ सबै आर्टिफिसियल हो है तर क्लोज टु नेचुरल के सब तपाईँको चाहिँ होइन अब मोस्टली हामीलाई त आर्टिफिसियल चिज खासै मन पर्दैन नि त बट जस्तो यहाँ हेर्नु न फ्लोरिङ हेर्नु न त्यो खोलाको यस्तो हुन्छ त कतै खोला यो सब तपाईँको चाहिँ एउटा ढलाइ गरे जस्तो छ कि तर इट्स गुड होइन जस वर्थ छ आर्टिफिसियल चिज पनि त्यही कुरा यो चाहिँ मरिना बेको ड्रागन फ्लाई लेकको चाहिँ ब्रिज हो त्यही जाँदैछौँ मेट्रो यहाँबाट पो आएको त भ्यू त यहाँबाट आएको भ्यू हाम्रो यता आउँदैनौँ हामी खुट्टा दुखिरहेको साथीहरू होइन अनि हामी यो लिफ्टमा आएको यो लिफ्टमा चाहिँ 17जना छ लास्टै ठुलो छ हेभी छ होइन अनि हामी चाहिँ अघि घुमेको पार्ट चाहिँ यतापट्टिको हो एन्ड द्याट्स द चाहिँ प्लेस हामी त्यहाँ जाने भनेको अनि देन आफ्टर चाहिँ हामी त्यो पुल त्यो अघिको रिभर चाहिँ त्यो यो ब्रिज त्यहाँ अगाडि ब्रिज छ ब्रिज कटेर आएर अनि यसरी यहाँबाट माथि यो लिफ्टमा चढेर आइयो अब यहाँ हामी एउटा फोटो खिच्छौँ चाहिँ टन्नै वर्किङ प्रोग्रेस भइरहेको रहेछ होइन एज वी क्यान सी अनि मोस्टली चाहिँ अब सस्टेनेबिलिटी चाहिँ एकदम राम्रो छ ग्रिनेरी फ्रेसनेस होइन यहाँले हावा आइरहेको छ यस्तो मिठो हावा आइरहेको छ नि होइन पुरानो यो काम गर्नेहरू चाहिँ अब वर्करहरू भयो होइन एकदम म्यानेज छ क्या त्यस उनीहरूले अब यो हेर्नु न गार्डन्स बाई द बे भनेर अब प्रायः यो तपाईँको यो जस्तो हुन्छ जस्तो थियो त्यस्तै बनाएर त्यहाँ वर्किङ गर्नेले त्यसमा तपाईँहरूले मैले पुगेको सुन्नु भएको किन क्लियरली अलिकति साउन्डको के अरे विन्डको
साउन्ड पनि आइरहेको होला ठिक छ इट्स गुड होइन एकपल्ट आउन पर्ने ठाउँ चाहिँ हो ढिलो चाँडो भए पनि एकदम बिहान चाहिँ 4 बजी होइन अनिस भाइ हामीले खाना खाएको एयरलाइन्समा 3-4 बजी खाएको पानी पनि एकदम छोरै थियो माएको छोरै नै आइरहेको थियो अनि एकदम डिहाइड्रेसन भएको जस्तो भइरहेको अब हाम्रो यो चाहिँ सिल्भर गार्डन अनि ड्रागन पार्क अनि यताउता सबै भ्याइयो अब हामी मरिना बेतिर जान्छौँ अन्त लायनको स्ट्याचु भएको त्यहाँ त्यो फाउन्टेनमा त्यहाँबाट चाहिँ हामी यसो खानासाना खाना भन्दा पनि अब केही खान्छौँ खाजा हाइड्रेटेड भएर चाहिँ लागिन्छ होला त्यो चाहिँ गार्डनमा त्यहाँ चाहिँ एकदम वन्डरफुल छ क्या यसमा चाहिँ जति भन्यो त्यति एकदम घुम्न आउनुपर्ने ठाउँ चाहिँ यो हो कि हेरे पनि नोटिस गर्ने कुरा जे कुरा जे पनि नोटिस छ क्या इभन लिफ्टमा होइन यो तपाईँको यस्तोसँग म्यानेज गरेको छ नि यो टाइल छ नि त्यही नै टाइल छ कि लिफ्टको त्यो फ्लोरिङमा के एकदम अनि त्यहाँ तपाईँको एकदम एकदम डेभलपमेन्ट प्लस कनेक्टेड टु नेचर लास्टै कनेक्टेड टु नेचर एकदम जहाँ पनि रोप्दैछ जे पनि फलाइदिएछ जे पनि अब इगन त्यहाँ ब्रिजमा चाहिँ हामी बसिरहेको त्यसमा यसरी नै यस साइडमा चाहिँ तान्न मिलेर सुपारीको तान्न मिल्ने थियो कि त्यस्तो भइरहेछ क्या होटेलहरू होइन अनि त्यहाँ चाहिँ क्रुज छ होइन मलेसिया लाउने क्रुज हो जस्तो लाग्यो चाहिँ ठिक छ एकदम रमाइलो आकर्षक रमणीय यहाँ ठाउँ चाहिँ जता गयो त्यतै घुम्यो क्या जता गयो त्यतै घुम्यो त्यतै भुल्यो त्यतै हेऱ्यो यस्तो रमाइलो त कहाँ छ रिचर्ड मिल्यो भन्ने त्यो होटेल हो कि घरको पनि हो जस्तो लाग्यो 내가 내려가 내가 갈 수 있거든.